ल यो चाहिँ हाम्रो दुला राजाको घर मेरो साथीको अनि भोलि चाहिँ बिहे हुँदैछ म यहाँको हल्का उहरू देखाउँछु यहाँदेखि छिरिसकेपछि फर्स्ट फ्लोरमा बिहेको तयारी के हुँदैछ त हेरौँ ल बहिनीहरूले चाहिँ दाइको लागि तयारी गर्दै यो त काठमाडौँदेखि मगाएको रे यो चाहिँ तयारी हुँदैछ स्पेसल मासु सासु कटिङ लोकल कुखुरा हो कि ब्रोइलर लोकल जस्तो माने म त अनि यहाँ हाम्रो आन्टीहरूले चाहिँ तरकारी कटिङ भोलिको लागि जस भव्य हुन लाग्छ बिहे चाहिँ म अब यहाँदेखि के हुन्छ अरे भ्यू पनि देखाउँछु उसको घरदेखि भ्यू चाहिँ अलिक बबाले आउँछ होला कपिराइट लाग्न सक्छ म्युजिक चलिरहेछ छटको भ्यू चाहिँ बबाल देख्छ ल अझ यहाँदेखि वाउ वाट अ भ्यू आमामामा कस्तो दामी यार ल ल ठिक छ है म खान्न भोलि चाहिँ जग्गे चाहिँ यहाँ हो हाम्रो दुला र दुलैको ल दुलाको घर चाहिँ यही हो दुलाको घरदेखि देख्ने भ्यू आहा 360 भ्यू मनै लोभ्याउने सिन छ नि आहा जेस भाउजू चाहिँ भाग्यमानी हुनुहुन्छ यस्तो घरको बुहारी हुनु भयो यहाँदेखि चाहिँ दाम अनि यो भोलिको लागि फुलहरू अलरेडी हाम्रो अर्ग्यानिक हजारीको फुल भन्छ के भन्छ यो सयपत्री कि हजारी यस्तै के भन्छ यहाँ छ टन्न यो चाहिँ तयारी भोलिको लागि हाम्रोतिर चोया भन्छ यो चाहिँ केरा यत्रो चाहिँदो रहेछ जग्गेको लागि हाम्रो चाहिँ दुईवटा उ छ पहिले जग्गेमा त्यसपछि हाम्रो यहाँ कल्चर मगर कल्चर अनुसार गर्ने प्लान छ त्यही हो यहाँ हेर्न सक्नुहुन्छ सुन्तला मौसमहरू ल हेर्न सक्नुहुन्छ यो चाहिँ यसलाई के भन्छ के भन्छ यसलाई के भन्छ दामी भएको छ दामी ओह हेर्न सक्नुहुन्छ भोलिको लागि यति तयारी ल गजब गजब ओह यहाँ पनि रहेछ अर्को सेट फुलको ल जेस बहिनीहरू खटा छन् दाइको उसमा बिहेको तयारी हाम्रो राजा कता हुनुहुन्छ राजा ल बिहेको तयारी चाहिँ भव्य हुँदैछ यहाँ डान्स पनि सिकिरहेछन् अनि भोलिको लागि हो यो चाहिँ स्पेसल्ली ल ल ठिक छ है ठिक छ भोलि चाहिँ बेस्ट पर्फर्मेन्स दिनु पर्यो ल हेर्न सक्नुहुन्छ तयारी कस्तो भइरहेछ बडे भोलि ठिक छ हैन ल ठिक छ तल पनि हुँदैछ
ल तयारी भइसक्यो हैन भन्दै हेर्न सक्नुहुन्छ सब तयार भइसक्यो यहाँदेखि भ्यू देखाइरहेको छु म यो देखि त यहाँको हुँदैछ भोलिको यज्ञको लागि बहिनीहरू क्या दामी भ्यू देख्छ है राति चाहिँ यो अन्त भ्यू एक नम्बर भ्यू ल तयार भइसक्यो एक ग्राम देवतावारी देवताहरू आएर यो हे वासुदेव नाग कोटी नाग करण नाग शेष नाग प्रभु नाग सबै नाग देवताहरू आएर सर्वे ब्राह्मणहरू सम्पूर्ण ब्राह्मणहरू ओम सर्वेभ्यो मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वजा मङ्गलम पुनरेकाक्ष मङ्गलम हरि तदेवलग्नं ताराबलं तदेवं पाशकुशा जयसाय तेसायं परमदे ओम लक्ष्मी प्रातः मङ्गलं दानके वरं मङ्गलं विवाहे च प्रसङ्गे तथा सङ्ग्रामे संवेदित बिन्दुजायते शुक्लं परदेवं शशिवर्णं चतुर्भुजं वर्षते ध्याय सर्वविघ्न सूर्यसुर सर्वविघ्न ओम गणपताय ध्याय नमः त्यो रातो टालामा यसो गरेर ढाल्ने सम्पूर्ण देवताहरूलाई मानेर हामीले निन्दा गर्छौँ त्यो बिचको रातोमा हैन छुने नै त्यही हो त्यस्तो फाल्दियो ल ल अझ त्यसलाई चाहिँ के भन्छ अझ राजाको यहाँ मण्डपमा यसो पूजा हुँदैछ दिएको राजा ल लगन घाटो अरे माथिबाट काँधमा जुवा 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 दुईजनालाई कनेक्सन जस्तो उतातिर ओके ओके ल अलि त छोडिदिनुहोस् न ए धेरै यता भएछ अब हामीले माला छ तयारी छ म फोन तल गर्छौ भने मैले अब सरासर पूजामा लैहालेँ सोध्नु पर्यो नि अब सबैले बस्छन् आफ्नो मान्छेहरूलाई यति बेला चाहिँ बोलाएर नि हुन्छ अहिले अम्मसर किनभने नि बाबु हो कण्ठरो देशमा सीता मूल यता मातृता कुचेरो शास्त्रता सप्तदेवा वसुन्धरा ऋग्वेद अर्थवेद सामवेद सहिताय ओम कलशवरुणाभ्याय नमः ल अब अलिकति टिको अछिटा दिनुहोस् त हजुरले सन्तोष बाबुले क्यारो उठाम भनेर म आएपछि होला कतिचोटि अलिक त्यो सेतो पनि दिनुहोस् मेरो हातमा ओम ओम शिवम वासी प्रजापति आद्या बस्माति देवी सभद्रा भक्ति प्राणी बोलता ओम कलशमा सकल कलश ध्याय नमः आदि बस ओ पारीको त्यो कुसमा उतापट्टि उतापट्टिको ओम पूर्वे कृष्ण त्यो कलश हैन म भन्छु जान्दैन है म आरामले भन्छु
नातिम हामी सही हेर्छौँ ओम आग निक्लाछ ओम आग निक्लाछ आर्या ओम ऋग्वेदाय नमः ओ ऋग्वेदा यागच्छ यागच्छ यापत्को जातावतो सुरभव सुरपस्का बाबा ओम खाद्यम समर्पयामि बाबु त्यो कचुरामा बाबु सन्तोष कचुरामा छ ओम खाद्यम समर्पयामि ओम खाद्यम समर्पयामि ओम कलशधरुणाय नमः अर्घम समर्पयामि अर्घम समर्पयामि ओम करुणाय नमः तेरो दाइको बिहे भइरहेछ ल यहाँ चाहिँ के भन्छ अरे उसको पञ्चे बाजाको टोलीहरू आइपुगेछ बजाउँदैछ अनि यता चाहिँ यज्ञमा सो मण्डपमा मोतीका ताल हुन लागेको छ अब बाध्य कोन सठी छौको मामा हो बाइको बाइना कुन हैन बाइ बेकन साम वेदाय नमः ओम साम वेदाय नमः ओ साम वेदा यातिष्ठ यापतको जातावतो सुरभव सुप्रसन्न नो बर्दो भव पाद्यम समर्पयामि ओ साम हो पाद्य भनेपछि त्यो अब चन्द्रमा यतातिरको सेतो मतिरको सेतो माथिको मतिरको सेतो हजुर सेतोले बिगारेपछि सेता ओम इमाम देव्याय अपसाय सुद्रनाय रचय यसाय तदेवताय ओम भुर्भुर सोहो यमुना गोत्रभो शुक्लवर्णभो भो सोमा यागच्छ यातिष्ठ यापत्को जातावतो सुश्रभव ओम पाद्यम समर्पयामि चले ओम पाद्यम समर्पयामि भो सोमाय नमः अर्घम समर्पयामि भो सोमाय नमः पञ्चामृत समर्पयामि भो सोमाय नमः गङ्गाजलं समर्पयामि भो सोमाय नमः तीर्थजलं समर्पयामि भो सोमाय नमः यागच्छ यातिष्ठ यापत्को जातावतो सुश्रभव सुप्रसन्नो वर्दो भव अब मङ्गलको सर मतिर रातो छ है ओम मङ्गलभ्यो नमः राजा हजुर ओ भाइले खिचिरहेछन् के अब चाहिँ बिहेको फिलिङ्स आइरहेको छैन हो कि नै पते ऋषि छन्द सोम देवता चतुर्थे आदियमी विनियोग सोधि सर ओम सोमाय स्वाहा बाबु विनियोग भन्नेलाई उचाल्ने पानी यसो छोदि बसेर पानी समामाले विनियोग भन्ने छोदि ओ सोमाय स्वाहा सोमाय स्वाहा यहाँ छर्ने तने से ता प्रणय देवा तने से देवा ततो सदा वरुण अग्नि से अग्नि देवता प्रजापति ओम प्रजापति स्वाहा प्रजापति अग्नि अग्नि देवी छन्द नाथाय त उपनिषद ओम महा विनियोग छोदि ओम सूर्याय स्वाहा सूर्याय
विद्याय स्वाहा वायो प्रसिद्ध वायो यदिन रथे निषेध वायो यदिन वाय बेहे ओम यदिन निषेध ओम रथ यदि वाय बेहे स्वाहा एकदम वाय बहुत सारे एकछिन हजुर अब जोड्नु पर्छ ओम सूर्य प्रसाद यता देवा उता सुन्दै हात जोड्नु पर्यो हजुर हात जोड्नु पर्यो ओम सरस्वती मा दृष्टा बिना पुस्तधार्नी ओम सरस्वती मा दृष्टा बिना कस्तो गर्नु अब सामान यो हालिदिनुहुन्छ यहाँ हामी एकपटक परिचय गर्छ भने अनि त्यसपछि यसो गरेर यहाँ अगाडि नानी यस्तो गर्नु तपाईँ भुगाएर गाह्रो होला अब सरल परिवार बाजे मैले पकड्नु पर्यो पछि अब हालिदिनु समाज मैले पकड्नु हेर्नु स्वागत फेरि मा चार धाम त गर्न पर्यो मामा हजुर हो कि हुनुहुन्छ एकपल्ट अब हिँड्ने फेरि समाज हजुर ल है भाइ भिडियो उठादेखि ल ल फोटो हान्नु सकिन्छ राजा सक्छ किन नसक्नु ल ताली बिल्ला ल
वाह 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 ल सन्तोष सर अब यसलाई बुझाउनु ओम सरस्वती देवी भ्यौ नमः ल राता अछि ताले ल रातो अक्षितालेर थियो राता अछि ओम सरस्वती देवी भ्यौ नमः काजल मिलाइदिनु है अनि फेरि हालिदिनु अब राखिदिनुहोस् सूर्य नारायण भ्यौ नमः यागच्छ यागच्छ यावत् हे सूर्य नारायण देवता मैले आज सिन्दुर अर्पण गरिदिनु लाग्छु एकदमसँग हाम्रो दाम्पत्य जीवन सुखमय होस् सदा सर्वदा बाँचिरहन पाओस् भनिराख्नुहोस् ओम देवी भ्यौ नमः यता आइबस्नुहोस् ओम देवी भ्यौ नमः हे देवी हजुरले यो पहिरन गर्ने जुन चिज हो त्यो मैले मेरो श्रीमतीले लगाइदिनु लाग्छु एकदम शुभ गर्नु होला भन्छु अब ओम अग्नि देवता भ्यौ नमः त्यहाँ अग्नि फुलाउन हालिदिए बसेला ट्याक्क दिए है तल उनी के तल सुपर सिकाउनु साँची राखेर मैले सिन्दुर अर्पण गर्न लाग्छु भनेर अब यताबाट एउटा डलर दिइबस्छ डलर छ नि बाबु सिक्का सिक्का डलर छ नि त्यहाँ ल सिक्का सिन्दुर हो न मैले क्याप्चर गरिसकेको छु मैले शङ्ख बजिसकेको छ शङ्ख बजेको अघि ए बज्यो कि ओके ल अगाडि बढ्नुहोस् पाएँ अनुसार घिउ र म होइन यो औँलाले लगाइदियो बा खोलेर कन्याले लगाइदिन्छ नानीलाई सिन्दुर हजुरले हाल्ने नै बुझामा है मैले खाने म अलि राखिनु पऱ्यो नि त कि धेरै म निकालेँ सर हजुर के गर्ने हो सिन्दुर अब नानी लगाइदियो बा यो औँलाले कति पटक 3 चोटि लगाइदियो नि है के उता के अलि दाइले उता लगाउनु न भाइले लगाइदिन्छ मामा माइजो के मामा माइजो नानीको हाम्रो जेठो दाइको चन्द्र बाबु अलि दक्षिणा दिनुपर्छ बा हुन्छ यिनीहरू लगाइदिएको म निकालिदिन्छु है अब अर्कोले 3 चोटि लगाइदियो बा अब नानु यो सिधो दिउ बा है सिधो दिउ नानी लगाइदिनु पर्ने मामा लाउनु पठाऊँ नि ल सन्तोष बाबु हजुर सर नानी लगाइदिउँ बा मलाई मेरो आजीवनसम्म बान्तासम्म यस्तै सिन्दुर लाउन पाऊँ भन्यो क्या त उसले उहाँलाई ल लगाइदिनु मजाले सोची सम्झे लगाइदिनु यस्तै सदा सर्वदा होइन मामा यता ल सदा सर्वदा म बान्तासम्म हजुरको एकदम आरोग्य होस् बाँची सिन्दुरलाई ल्याउन पाऊँ सदा सन्तोष बाबु उठ्नु पर्यो अब नानी ल अब पोटी दे कुनी भो पोटी दे गुड मामा मलाई फिरायो भने भाग्यो भन्ने हो
यो चाहिँ हाम्रो मयूर नाच हुँदैछ यहाँ हाम्रो बिहेको स्पेशल यता चाहिँ टिका चालु दीपक अंकल ओए काले तेरो स्पेशल भिडियो बन्छ के तेरो स्पेशल भिडियो बन्छ अब टेन्सन न तँलाई हो कि नै म अस्तिदेखि मलाई डिप्रेसन भइरहेको अब साथीहरू सबैले सबले छाडिसके अब मैले अब के गर्ने हो अब हान्नुपर्छ म पुरा यो वर्ष कसरी हुन्छ आट्नु पर्ने भइसक्यो आट्नु पर्यो अब हो कि नै होइन म टेन्सन भइसक्यो मलाई तर एकछिन यो काली जेस हाम्रो बचपनको जिग्री यार हो सन्तोषले त बिहे गरिसक्यो अब यसको पालो छ केही छैन त्यो बच्चेको एउटाले पनि मलाई छाडेर गइहाल्यो अब एक्लै भइयो अब ल हाम्रो कालेलाई केही छ भन्नु मलाई तनाव भइरहेछ होइन उसित के मलाई तनाव भइरहेछ एउटा ल आशिष दे न मुला वैवाहिक धेरै अब यहीँबाट भने सबै कुराहरू पुरा हो प्रगार हुँदै हुँदै जाओस् र हामी उनीहरूले भतिजो भतिजी हेर्नुपर्छ यो निम्तोलाई सहर्ष स्वीकार गरेर सबैजना आफन्तजनहरू इष्टमित्रहरू सबैजना आउनु भएको छ त्यसको लागि हामी तपाईहरु सबैप्रति हामी आभारी छौं पहिलो कुरो र खासमा तपाईहरुलाई भन्नुपर्दाखेरि अब हाम्रो यो विवाह कार्यक्रमको कुरो गर्दाखेरि हामीले दुई चरणमा विवाह कार्यक्रमलाई चाहिँ विभाजन गरेर अगाडि बढाउने काम चाहिँ हामीले गरेका छौं र पहिलो चरणको विवाह कार्यक्रम हामीले आज बिहान 8 बजे यो हाम्रो घरकै माथि टपमा हामीले विवाह सम्पन्न गरिसक्यौं त्यो हाम्रो चाहिँ ब्राह्मणहरूको उपस्थितिमा हामीले पहिलो चरणको विवाह कार्यक्रम हामीले जम्मै टुङ्गाइसकेका छौं तपाईहरुलाई म यो जानकारी गराएँ र अब सो अनुसार चाहिँ हाम्रो अब नव चाहिँ बर बडु यानी कि हाम्रो छोरा र बुहारीहरूको त्यो पहिलो चरणको चाहिँ विवाह कार्यक्रम ब्राह्मणहरूको उपस्थितिमा हामीले सम्पन्न गरिसकेका छौं र त्यो पछाडी बीचको इन्टरभल पछाडी अब फेरि हामीले तपाईहरुलाई भन्दाखेरि मगर ड्रेसमा मगर परम्परा अनुसार फेरि हामीले यो विवाह कार्यक्रमलाई अगाडि जोड्न गइराखेका छौं र सामान्य तौरले भन्दाखेरि परम्परालाई जोड्दाखेरि कुनै पनि बुहारी जब घरमा आइसके पछाडी मतलब बुहारी बनेर आइसके पछाडी हामीले घरको मुख्य एउटा धुरी खाँबो भन्ने चलन छ गाउँ घरमा अहिले त यो सिमेन्टेड घर बन्यो पक्की घर बन्यो हैन यसले गर्दाखेरि अब नर्मली हामी त्यसलाई चाहिँ एउटा चाहिँ सांकेतिक रूपमा हामीले लिउने हो यसले गर्दाखेरि भर्खरै तपाईहरुको बीचमा हामीले हाम्रो नयाँ बुहारीलाई अब तीनवटा तितेपातीमा रातो र सेतो रङको तीन जुली ध्वजा त्यसमा चाहिँ राखेर हामीले भित्र
लगेर हामीले पितृहरूलाई चढाउने काम अथवा त धुरी खाँबो पुज्ने भनौँ न नर्मल्ली त्यो खालको सुरुवात हामीले गरिसकेका छौँ र अब हामी चाहिँ हामी धेरै चाहिँ दायाँ बायाँ नसोचिकन हाम्रो छोरा बुहारीहरूलाई हामी सुरुमा बाबा आमाले हामी टिका लगाइदिन्छौँ। टिका लगाइसके पछाडि हाम्रो जेठो दाजु अनि जेठी भाउजू अनि माइला दाई माइली भाउजूहरू होइन कान्छी बुहारीले हामीले सघाउँछौँ। त्यो पछाडि तपाईँ ज्येष्ठ एउटा चाहिँ अग्रजहरूबाट हाम्रो चाहिँ आफन्तहरूबाट इच्छाअनुसार टिकाको लागि हामी खुल्ला गर्नेछौँ। एउटा कुरो म यहाँ जोड्न चाहन्छु भने अब भोजको लागि खानाको लागि हामीले जम्मै खानेकुराहरू यो माथिल्लो घर पछाडि तयारी हालतमा हामीले राखेका छौँ र यसको लागि सहयोगको लागि सबै सहजीकरणको लागि हाम्रो छोरी निरा छोरीको श्रीमान हाम्रो केशव ज्वाइँ पनि लागिराख्नु भएको छ। त्यस्तै गरिकन अरू हाम्रा थुप्रै जस्तो कि यही केही कुरा गर्दाखेरि हाम्रो आफ्नै घरको भाइ हो कृष्ण पुन पनि लाग्ने काम भएको छ। अनि त्यस्तै गरेर हाम्रो सरिता छोरीको लोग्ने हाम्रो नवराज थापा भान्जा पनि लाग्नु भएको छ। यहाँकै स्थानीय हाम्रो चाहिँ विष्णु आचार्य बाबु पनि यहाँ चाहिँ लाग्ने भन्ने कुरा चाहिँ आइराखेको छ। यसरी तमाम हाम्रा चाहिँ आफन्तहरूले सहजीकरण गर्दै हुनुहुन्छ र तपाईँ सबै आफन्तहरूलाई यो विवाह कार्यक्रममा टिका पछाडि अब सबैलाई अनिवार्यता म भन्दैन, त्यो पछाडि हामी पछाडिको यो के भन्छ टेन्टमा गएर हामीले त्यहाँ चाहिँ भोजन ग्रहण गर्नेछौँ, गरिदिनु होला म त्यो अनुरोध गर्न चाहन्छु। र बाँकी अब समयलाई मध्यनजर गरिकन अब हाम्रा चाहिँ एउटा चाहिँ अग्रजहरू विशेष गरिकन मैले भन्नै पर्ने हुन्छ के भन्छ यो सङ्घीय सरकारका पूर्व सभामुखहरू पूर्व मन्त्रीहरू अनि त्यस्तै गरी प्रदेश सभाका चाहिँ पूर्व सभामुखहरू पूर्व स्वास्थ्य मन्त्रीहरू सांसदहरूको टोलीहरू र साथसाथमा जिल्लाको अब जिल्ला समन्वय समितिदेखि लिएर यहाँका पालिका होइन यहाँको नगर यहाँको जिल्ला प्रशासन यहाँको सुरक्षाका विभिन्न अङ्गहरू र विभिन्न चाहिँ एउटा चाहिँ सरकारी कार्यालयबाट आउने पाहुनाहरूको फेरि एउटा चाहिँ भुजा ग्रहणको लागि भोजन ग्रहणको लागि हामीले यो घरको माथि टपमा व्यवस्थापन गरेका छौँ। त्यसको लागि पनि सहजीकरण गर्नको लागि मैले हाम्रो केशव ज्वाइँ लगायत हाम्रो कृष्णपुन भाइ लगायत हाम्रो भान्जा हुनुहुन्छ अर्को अमर जिएम हुनुहुन्छ हाम्रो ठुली छोरीको श्रीमान तपाईँहरू सबैले चाहिँ त्यो सहजीकरण गरिदिनु होला। र कुनै हाम्रो चाहिँ अब छोरी चेलीहरू आउनुभयो भनेदेखि यतै चाहिँ सम्पर्क गरिकन हाम्रो जेठो दाजु पनि हुनुहुन्छ हाम्रो पूर्ण भिनाजु पनि हुनुहुन्छ होइन हाम्रो भाउजू सबैसँग समन्वय गरेर अगाडि बढ्नु होला र हरेकले चाहिँ खानेकुरा जे छ माथि गएर चाहिँ ग्रहण गरिदिनु होला भन्ने म चाहिँ भावना व्यक्त गर्दै अब हामी टिका तालाको कार्यक्रम हामी सुरुवात गर्नेछौँ। पहिलो चरणको ब्राह्मण विधि अनुसारको कर्म हामीले बिहानै सकाइसकेका छौँ। अहिले हामी चाहिँ यो दोस्रो चरणमा प्रवेश गर्दैछौँ र यसलाई पनि हामी सकेसम्म चाहिँ सर्टकट गराउने हामी बाचा गर्छौँ। धेरै धेरै धन्यवाद। अब हामी सुरु गर्छौँ। ताली त बजाइदिनु एकचोटि। सन्तोष टिका राख्नु न म तल बस्नै मिल्दैन को लाउने सन्तोषले नानीको राख्नु न छिटाउने ए पारी बेला थाहा रहेछ ल
अब हामी लगेर सोझै टिकामा अब टिका पाकीहरू सब लगाइदिनुहुन्छ बुवा पाकीहरूले अब चाहिँ टिका लाउन सुरु म गर्छु के पहिले नै आयो माथि राखेर आउनुहुन्छ बिस्तार गरेर आउनु ल निको के सल्लाह भइरहेछ हेर त्यता होइन कि ल यहाँ डान्स हुँदैछ